हेलो नमस्ते गुड मर्निङ गाइसहरू भलक्सिरु बोल्नु नि त म चाहिँ भर्खर उठेर हैन म उठ्दैछु गाइसहरू कस्तो छ सबैजना आरामै हुनुहुन्छ होला भन्न चाहन्छु म पनि एकदम अलिअलि रुगामार्की लागिरहेछ गाइसहरू हैन अहिले चाहिँ म ठ्याक्कै घरमा छु घरमा गाइसहरू फाइनली गाइसहरू बस हेर्नु होला हैन यो चाहिँ चेवा जाने बस गाइसहरू चेवा इटेरी धरान हिले हुँदै जाने बस हो यो चाहिँ बिहान त्यस्तै 10 बजेतिर आइपुग्छ च्यावाबाट अनि इटेरीबाट बेलुका 4 बजेतिर आइपुग्छ घर चाहिँ मेरो यही हो गाइसहरू सानो झुपाडी छ ठुलो बनाउन सकिएको छैन घाँटी दुखेर स्वर पनि सुकिरहेछ यहाँ चाहिँ ब्रोइलर राख्ने योजना भइरहेछ हाम्रो हैन ब्रोइलर अब बिस्तारो लाउनु पर्नेछ भर्खर खोर बनिँदैछ यो चाहिँ आरुको बोटो आरु अहिले सबै सुकेर छ्याङराङ भइरहेछ गाइसहरू हाम्रोतिर यस्तो यस्तो दाना हुन्छ तर ठुलो दाना फलेन गाइसहरू दानाको बोट घर अगाडि नै छ तर फलेन गाइसहरू बाइक गाइसहरू बाइक यहाँ बिग्रेर यस्तो भइरहेछ हाम्रो गाइसहरू बाइक चाहिँ यस्तो छ हैन भात पाको मिसहरू के गाइसहरू केराको बोट यस्तो छ हैन यस्तो उभो यस्तो छ यस्तो है हाम्रो यहाँ मिसहरूको किचनहरू यस्तो छ यी मिसहरूको काम यस्तो छ यी गाइसहरू यहाँ चाहिँ हाम्रो सानो कोठा छ गाइस